सबैमा नमस्कार। आज म तपाईहरुलाई कुनै पनि फोटो अथवा पिक्चरको ब्याकग्राउन्डलाई कसरी रिमुभ गर्ने अथवा नयाँ ब्याकग्राउन्ड एड गर्ने हो भने त्यसको बारेमा जानकारी गराउन चाहन्छु। त्यसको लागि हामीले सबभन्दा पहिला google.com लाई ओपन गर्ने। त्यहाँ सर्च बक्समा गएर यहाँ बीजी रिमुभ भनेर लेख्ने अनि टाइप गर्ने। टाइप गरिसकेपछि यहाँ हेर्नुस् त फर्स्टमा एउटा लिंक देखिएको छ रिमुभ ब्याकग्राउन्ड फ्रम इमेज भनेर। यसमा क्लिक गर्ने। यो वेबसाइट ओपन भयो। त्यसपछि यहाँ अपलोड इमेज भन्ने अप्सनमा क्लिक गर्ने। त्यसपछि यहाँबाट फोटो सिलेक्ट गर्ने जुन फोटोको ब्याकग्राउन्ड रिमुभ गर्ने हो। अहिले म फर एक्जाम्पलको लागि यो फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न खोजेको। यसलाई सिलेक्ट गर्ने, ओपनमा क्लिक गर्ने। अब यहाँ हेर्नुस् ब्याकग्राउन्ड रिमुभ हुँदैछ। अब हामीले अहिले ब्याकग्राउन्ड यो रिमुभ भयो। अब बिना ब्याकग्राउन्डकै फोटो डाउनलोड गर्न चाहन्छौ भने यो यहाँ डाउनलोडमा गएर यो फ्री छ 300x400 को रेशियोमा फ्रीमा डाउनलोड गर्न दिन्छ। यसमा क्लिक गर्ने। यो डाउनलोड भयो। यहाँबाट अब हामी सिधै गएर हेर्न सक्छौं। यहाँ हेर्नुस् त डाउनलोड भएको म तपाईहरुलाई देखाउन चाहन्छु। यो डाउनलोड भयो नि, ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। अब हामीले के चाहन्छौं भने यो ब्याकग्राउन्ड रिमुभ भयो। अब अर्को ब्याकग्राउन्ड एड गर्ने हो भने त्यसको लागि हामी के गर्छौं भने यहाँ ब्याकग्राउन्डमा जान्छौं। यहाँ हेर्नुस् त यहाँ डिफरेन्ट ब्याकग्राउन्डहरु दिएको छ। यो म्याजिक भन्ने अप्सनमा यसरी हामी ब्याकग्राउन्डहरु एड गर्न सक्छौं। अब सपोज यो ब्याकग्राउन्ड एड गरे हैन, यसलाई फेरि हामी डाउनलोड गर्न सक्छौं। अब हामी के चाहन्छौं भने जसरी यहाँबाट यस्तो फोटोमा गएर यस्तो खालको ब्याकग्राउन्डहरु कुनै राख्ने हो भने हेर्नुस् त यो एकदमै एट्र्याक्टिभ खालको ब्याकग्राउन्डहरु छ। कुनै यसबाट सिलेक्ट गर्ने, सपोज यो ब्याकग्राउन्ड राख्ने हो भने यहाँबाट डाउनलोड गर्न सकिन्छ। अब हामी के चाहन्छौं भने यसको ब्याकग्राउन्डमा कलर मात्र होस्। फर एक्जाम्पल यहाँ डिफरेन्ट कलरहरु दिएको छ। सपोज यो कलर राख्ने अथवा यो कलर राख्ने अथवा कुनै यो कलर राख्ने हैन। अहिले फर एक्जाम्पलको लागि मैले यो कलर राखे। यो राखेर यसरी डाउनलोड गर्न सकिन्छ। ल हेर्नुस् त कति सजिलो छ। हामी यसरी कुनै पनि फोटोको ब्याकग्राउन्डलाई इजी तरिकाले रिमुभ गर्न सक्छौं र नयाँ ब्याकग्राउन्ड एप्लाई गर्न सक्छौं। हस्, धन्यवाद।